ऐसे लोको गजैमा भरर रानी चारी ऐसे लोको गजैमा मलाई सम्झिन रौ आमा झम्के साझैमा मलाई सम्झिन रौ आमा झम्के साझैमा घिउ भरेर राखामा फुल भरेको टिनामा घिउ भरेर राखामा फुल भरेको टिनामा अब भेट होला आमा वर्ष दिनमा अब भेट होला आमा वर्ष दिनमा। धेरै धेरै धन्यवाद आदरणीय सर, राम्रो कार्यक्रम सञ्चालक, यहाँलाई म हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। विशेष गरेर प्रथम वार्षिक उत्सव तथा एम्बुलेन्स सेवा शुभारम्भ जुन समारोह जुन बृहत कार्यक्रमको आयोजना गर्नुभयो, यहाँहरूलाई सबैजनालाई एकमुष्ट सम्मान छ। मेरो व्यक्तिगत तर्फबाट सबैजना उपस्थित हुनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैको अनुहार त मैले देख्न सकेका छैन, कतिपयको मात्र देख्न पाएको छु। यतातिर पनि अलि अँधेरो छ, यतापट्टि पनि अँधेरो छ। त्यसले गर्दा सबैजनाले एकमुष्ट म कलाकार खुमन अधिकारीको तर्फबाट शिर नेउराएर नमस्कार गर्न चाहन्छु। स्वीकार गर्नुहोस्। अत्यन्तै खुसी लागेको छ। सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट आज स्टेजमा उपस्थित हुनुभएका माननीय गृह सचिव, यहाँहरू सबैजना यो टिमलाई नै एकमुष्टि सम्मान छ मेरो व्यक्तिगत तर्फबाट। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको एउटा अहिले भर्खरै 6औं अधिवेशन भयो, त्यसको नवनिर्वाचित सचिव पनि हो। यहाँहरूलाई जानकारी पनि भएको कुरा हो। धेरै कलाकारहरू यहाँ हुनुहुन्छ। आदरणीय दिदी भर्खरै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको 6औं अधिवेशनबाट नवनिर्वाचित आदरणीय केन्द्रीय सदस्य आदरणीय दिदी चर्चित गायिका देवी घरतीलाई हाम्रो गाउँमा ल्याउन पाएका छौँ। अत्यन्तै खुसी लागेको छ। यहाँलाई सम्मान छ। म एउटा कलाकारको नाताले गर्दा चर्चित गायक नवीन पौडेल दाई हुनुहुन्छ, आदरणीय सिलु भट्टराई हुनुहुन्छ चर्चित गायिका, त्यस्तै गरी आदरणीय मेरो अत्यन्तै प्यारो दाई ज्योति नेउपाने दाई हुनुहुन्छ, अनि त्यस्तै गरी पत्रकारिताको क्षेत्रमा अनि आफ्ना शब्द लेखनदेखि लिएर मोडलिङको क्षेत्रमा अग्रपङ्क्तिमा रहेका कृष्ण बाबु पाण्डे हुनुहुन्छ, मलाई धेरै सपोर्ट गर्नुहुन्छ। त्यस्तै गरी म त विशेष गरेर यो ठाउँमा आज यो स्टेजमा म उभिन अलिक गाह्रो थियो, किनभने अस्ति अष्टमीको दिन साइप्रसको कार्यक्रम सकेर त्यसपछि कतार टु दिल्लीबाट हिज टिकाको दिन 1 बजे काठमाडौँ ल्यान्ड गरेर त्यसपछि त्यहाँबाट इमर्जेन्सी टिकट भैरवाको काटेर यही कार्यक्रमको लागि इमर्जेन्सी त्यहाँबाट गाडी लिएर आएको हुँ। हिज 12 बजे मात्र म घरमा आइपुगेको थिएँ। त्यसले गर्दाखेरि यो कार्यक्रममा विशेष गइदिनुपर्छ भनेर अनुरोध गर्ने आदरणीय मेरो प्यारो भाइ जुन कोरियामा रहेर धेरै सङ्घर्ष गर्नुभएको छ, जुन यहाँलाई राजेश पाण्डेलाई मैले हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु, सम्झिन चाहन्छु। यो कार्यक्रम मार्फत आदरणीय हिरा सरलाई सम्मान छ मेरो, उहाँको मेरो पनि कुरा पनि भइरहेको थियो यो कार्यक्रमको बारेमा। यहाँलाई सम्मान छ। सबैजना मेरा आदरणीय गुरुहरू हुनुहुन्छ, यहाँहरू सबैजनालाई सम्मान छ। मेरो साथीहरू हुनुहुन्छ। स्याङ्जा समाज जापानले जुन कार्यक्रममा आयोजना गरेर तीजमा बबाल कार्यक्रम एकदम धमाकेदार, जापानमा पहिलोचोटि त्यस्तो कार्यक्रम भयो कि बढी दर्शकको
खचाखच भएको कार्यक्रम। अहिले तीजमा मैले एउटा कार्यक्रम गरेर आएको थिएँ। मलाई तीजमा जापान, अहिले पछिल्लो समयमा जापान टेकाउने संघ समाज जापानका जीवन नेउपाने मेरो प्यारो साथी यही हुनुहुन्छ। उहाँलाई पनि सम्मान छ मेरो बारेमा मेरो तर्फबाट। अब सबैजनाको सपोर्ट छ। पत्रकार मित्रहरू हुनुहुन्छ, सम्पूर्ण टेलिभिजन रेडियोका सबैजनालाई एकमुष्ट सम्मान छ। क्यामेराम्यान मित्रहरूलाई सम्मान छ। आदरणीय सबैजना बुवामा दाजुभाइ दिदीबहिनीहरूलाई सम्मान छ। रमाइलो कतिको लागिरहेछ? अलि हौसला भएन। अब चाहिँ अलि हल्ला चाहिन्छ मलाई। मलाई हल्ला गरेर साथ दिने टिम कतापट्टि छ? कतापट्टि छ? कतापट्टि छ? यता कि यता? हजुर पछाडिपट्टि युवा साथीहरू निकै जोसिरहनु भएको छ। आज राति कति बजीसम्म बस्नुहुन्छ? हजुर रातभरि बस्नुहुन्छ? तपाईहरु रातभरि बस्नुहुन्छ भने हामी कलाकार पनि रातैभरि बस्छौँ र तपाईहरुलाई गीत गाएर नचाइरहनेछौँ, मनोरञ्जन दिइरहनेछौँ। एकचोटि यो भव्य कार्यक्रमको आयोजना गर्ने आयोजक टिमप्रति मैले सबैजनाको हात माथि गरेर ताली पड्काएर सम्मान व्यक्त गरिदिनु होला सबैजनालाई। थ्याङ्क यू सो मच। अब यहाँहरूलाई मैले गाएका गीतहरू अब यहाँलाई अवगत नै छ, किनभने म टाढाको मान्छे, तपाईँकै गाउँको एउटा भाइ, एउटा छोरो, एउटा भतिजो। त्यसले गर्दाखेरि तपाईँहरूलाई कुनै नौलो अनुहार होइन। मैले यहाँहरूलाई कुनै त्यस्ता मेरो बारेमा विस्तृत जानकारी दिनुपर्छ जस्तो लाग्दैन। गाउँदै जाँदा 7-8 हजार गीत गाए जस्तो पनि लाग्छ। त्यसले गर्दा यहाँहरूको मायाले गर्दा यो ठाउँमा आएको छु। यहाँहरूले सबैजनाले माया गर्नु होला। आगामी दिनमा हृदयदेखि यहाँहरूलाई यहाँहरूले माया गरेको तर्फबाट म हृदयदेखि यहाँपट्टि नमन व्यक्त गर्न चाहन्छु। अब नाच्ने कि सुन्ने? नाच्ने कि सुन्ने? अलि हल्ला चाहियो। नाच्ने कि सुन्ने? नाच्ने? अगाडिपट्टिका हाम्रा आमाहरूले हाम्रा धेरै हुनुहुन्छ यहाँनिर। अलि हाम्रा दाजुभाइ भन्दा दिदीबहिनीहरू धेरै देखेको छु यहाँनिर। सबैजनाले इन्जोय लिनु होला। एकदम मैले जति दिन खोजेको छु त्यति हुन त मैले नसकौँला, तर पनि तपाईँहरू सबैजनालाई विस्तृत मेरो फुल्ली सपोर्ट छ। फुल्ली समर्थन गर्नुहोला मेरो तर्फबाट, मलाई पनि तपाईँहरूले। त्यसले गर्दाखेरि अब विशेष गरेर यहाँहरूलाई नचाउनको लागि आग्रह गर्न चाहन्छु। दिदीबहिनीहरू बीचबीचमा ताली बजाउनु होला, नाच्नु होला। पछिल्लो समयमा एउटा मैले गाएको एउटा दशैंको गीत अहिले चर्चाको शिखरमा छ। दशैं तिहार सँगसँगै मान्न आयो सानो बल्ल दिन जुरेर। यसपालि त आउँछु म घरमा, बसे हुन्छ मूल बाटो कुरेर। त्यस्तै गरी हाम्रो कृष्ण बाबुले शब्द लेखेको सिलु भट्टराई र मैले गाएको अहिले पछिल्लो समयमा दशैंको गीत, त्यो पनि चर्चाको शिखरमा छ। दशैंको गीत दुईटा सँगसँगै नगाउँ। अब बीचमा विदाउट ट्र्याक दशैंको गीत फेरि सुनाउने बाचा सहित अहिलेको लागि एउटा नचाउने गीत यहाँहरूलाई पछिल्लो समयमा मैले गाएर चर्चाको शिखरमा रहेको युट्युब भ्युज कम्तीमा पनि 12-15 लाखले यो भिडियो हेरिदिनु भएको छ। अत्यन्तै खुसी लागेको छ। मेरो फोल्डर रेडी छ दाइ। साउन्ड सिस्टममा खटिनु भएका मिठो साउन्डका आदरणीय धर्मदाईप्रति आभार व्यक्त गर्न चाहन्छु। म उहाँको साउन्डमा मैले धेरै कार्यक्रम गरेको छु, धेरै माया गर्नुहुन्छ। अहिलेको लागि एउटा गीत गाउन चाहन्छु। फसे फसे नराम्ररी फसे, सधैँ भेट्ने चौतारीमा नभेटौँ मैया, आज त्यही हाम्रा बाउ गएर बसे। यो गीत यहाँलाई सुनाउन चाहन्छु। सबैजनाको सपोर्ट चाहिन्छ मलाई। तपाईँहरूसँग नाच्न रेडी छु। मलाई